फाइनली घर आइपुग्यो। घरको अवस्था चाहिँ यस्तो रहेछ। पुरानो घर हाम्रो। नि त हाम्रो मम्मी घर मिटर बक्स। यो हाम्रो घर अहिले एकछिनमा फोडेर हामी हेर्छौँ। पहिला माथि गएर हेरेर आउँछौँ। यता मौरी घर। यो म सुत्ने रुम। मौरी घर हेरिराख। यहाँ हाम्रो तल्लो बाटो। खोइ छ मैले रोपेको आलु बगडाको बोट भैँसी गोठ। यहाँ तल्लो बाटो। यो म पढेको स्कुल पनि देखाउँछ है। यी 2 आङ्ना मासतिर मात्रै छ। अहिले आएर घर चाहिँ अहिले आएर हेर्ने। जाउँ अहिले घर आएर फोडेर हेर्नुपर्छ। हेरौँ के हुन्छ नि। यो हाम्रो नेप्राको बोट बच्चामा। तल्लो बाटो। यो म पढ्ने स्कुल। यो म फुटबल खेल्ने ग्राउन्ड अहिले बनाइदिएछ त। यहाँ सधैँ चराले गुँडाउँथ्यो। पुरानो टोइलेट पनि भत्काएछ। यो टोइलेट त अनि एउटा छ त यत्रो। यत्रो थियो। त्यहाँ हेर्नु त टोइलेट यत्रो थियो त। ठुलो थिएन। भत्काएछ। फुटबल खेल्ने ग्राउन्ड म जाउँ। यो चाहिँ म पढ्ने स्कुल श्री चैत्य माध्यमिक विद्यालय। पहिला म पढ्ने घर यहीँ चाहिँ फेरि हेर्नु। यो पहिला पढ्ने पहाडको घर यहीँ छ। घुमा